नमस्कार सम्पूर्ण दर्शकबिनहरु, म तपाईहरुलाई फेरि पनि युट्युब च्यानल नलेज नेपालमा स्वागत गर्न चाहन्छु। आज मिति 2082 मंसिर 3 गते बुधबार गोरखापत्र अनलाइनमा प्रकाशन भएको लोकसेवा विशेष तयारी विशेष वस्तुगत प्रश्नोत्तर लिएर म फेरि पनि तपाईहरुमा आज उपस्थित भइसकेको छु। आउनुहोस् कति पनि ढिला नगरी आजको विषयवस्तुतिर लागौं। प्रश्न नम्बर 1, नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 मंसिर 1 सन् 2025 नोभेम्बर 17। खेल सञ्चालन मिति विक्रम सम्वत 2082 मंसिर 1 गतेदेखि 27 गते। खेल स्थान त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदान कृतिपुर काठमाडौँ। सहभागी टोली 8, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स। उद्घाटन खेल काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्स बीच। पुरस्कार राशि प्रथम हुनेलाई रु 1 करोड 10 लाख, दोस्रो हुनेलाई रु 51 लाख, तेस्रो रु 25 लाख र चौथो हुनेलाई रु 15 लाख। क्रिकेटमा उदाउँदै गरेको नेपालद्वारा आयोजित फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिगलाई एनपीएललाई पहिलो संस्करणमै आईपीएलसँग तुलना गरिएको थियो। एनपीएल पहिलो संस्करणमै विश्वको सबैभन्दा भ्यालुएबल फ्रेन्चाइज क्रिकेट लिगको शीर्ष 5 मा पर्न सफल भएको थियो। दोस्रो एनपीएल को सिंगल राउन्ड रोबिन इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर 27 गते उपाधि भिडन्त हुनेछ। यसपटक कुल 32 खेल हुनेछन्। हरेक टिममा कम्तीमा 4 देखि अधिकतम 6 जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ। यसपटक फाफ डु प्लेसिस दक्षिण अफ्रिकाका, मार्टिन गप्टिल न्युजिल्यान्ड, इमरान ताहिर दक्षिण अफ्रिका, रवि बोपारा इङ्ल्यान्ड र क्रिन लिन अस्ट्रेलिया जस्ता सुपरस्टार विदेशी खेलाडी विभिन्न टोलीमा आबद्ध भएका। दोस्रो एनपीएलमा 8 मध्ये 5 टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका। प्रत्येक टिमका मार्की खेलाडीले जनही 20 लाख रुपैयाँ तथा अन्य घरेलु खेलाडी अधिकतम 15 लाखदेखि न्यूनतम 2 लाख रुपैयाँमा टिममा आबद्ध भएका। नयाँ रूप प्रदान गरिएको रङ्गशालामा यो पटक अधिकांश खेल फ्लड लाइटमा खेलिने भएको। रङ्गशालाको दर्शक क्षमता 13,000 रहेको। त्यसैगरी प्रश्न नम्बर 2, राष्ट्रिय कर दिवस 2082 को अवसरमा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो? यसको उत्तर रहेको छ नेपाल दूरसञ्चार प्राधिकरण। सम्मानित व्यक्ति अथवा संस्था व्यक्तिगत आयतर्फ राजबहादुर शाह। एकलौटी फर्म मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेशनल। वस्तु निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्राली। सूचना प्रविधि सम्बन्धी सेवा सबैभन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्राली। कृषि एवं पशुपन्छी जन्य उद्योग पोषक ब्रिडर फार्म प्राली। बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड। स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल। पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड। वस्तु व्यापार गर्ने संस्थातर्फ भाटबटेनी सुपरमार्केट। ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी लिमिटेड। रेमिटान्स तथा मनी कारोबार गर्ने संस्थातर्फ आईएमई लिमिटेड। वार्षिक कारोबारका आधारमा 50 करोडदेखि 1 अर्बसम्म कारोबार गर्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेड। वार्षिक कारोबारका आधारमा 50 करोडसम्मको कारोबार गर्ने संस्था वीएफ सर्भिसेस प्रणाली। 2076 सालदेखि 2082 सालसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाल लिमिटेड। त्यसैगरी प्रश्न नम्बर 3 रहेको छ आन्तरिक राजस्व विभागले केन्द्रीय बीजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2074 मंसिर 1। प्रश्न नम्बर 4, विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल ओल्ड 2025 को उपाधि जित्ने प्रतिभा को हुन्? यसको उत्तर रहेको छ रक्षा पन्थ बुटौल। विक्रम सम्वत 2082 कार्तिक 29 गते राजधानीमा सम्पन्न प्रतिस्पर्धामा 24 प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल ओल्ड 2025 को उपाधि चुमेकी। मस्ट फोटोजेनिक उपाधि विजेता समेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस ओल्ड 2026 मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्। प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल र दीपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको उपाधि विजेता भएका। मिसेस नेपाल ओल्डमै विद्या चौहान फर्स्ट रनरअप्सका साथ भ्युअर्स चोइस र फेसबुक चोइस, एलिना केसी सेकेन्ड रनअप्सका साथ क्युट केयर बेस्ट हेयर र निर्मला सुनवार थर्ड रनरअप्स घोषित भएका।
मिसेस नेपाल इन्टरनेसनल विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनल विजेताले सिङ्गापुरमै हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने। प्रश्न नम्बर 5, नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई केन्द्रको स्थापना कहिले भएको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 कार्तिक 24। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एआई केन्द्र स्थापना भएको। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कार्तिक 24 गते मन्त्रालयभित्रै केन्द्रको उद्घाटन गरेका। जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, नवपरिवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै प्रभावकारी रूपमा समेट्ने भएकाले त्यसका लागि महत्त्वपूर्ण एआईमा काम गर्न केन्द्र स्थापना गरेको जनाइएको। प्रश्न नम्बर 6, इमान्दार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौला, तर जति बनाउँछौ साँचो साथी मात्र बनाउँछौ भन्ने व्यक्तित्व को हुन्? यसको उत्तर रहेको छ जोन लेनन। प्रश्न नम्बर 7, व्यथित साहित्य सम्मान 2082 कसलाई प्रदान गरेको? यसको उत्तर रहेको छ डाक्टर तुलसी प्रसाद भट्टराई। प्रश्न नम्बर 8, दृष्टिबिन महिला टी20 विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो? यसको उत्तर रहेको छ भारत र श्रीलङ्का। खेल सञ्चालन सन् 2025 नोभेम्बर 11 देखि 23 सम्म। संस्करण पहिलो संस्करण। प्रश्न नम्बर 9, 22औं अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि तय गरिएको मिति कुन हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 मङ्सिर 2 देखि 5 सन् 2025 नोभेम्बर 18 देखि 21 काठमाडौँ। प्रश्न नम्बर 10, इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको उपाधि कसलाई प्रदान गर्यो? पूर्व राष्ट्रपति सुहार्तो सन् 2025 नोभेम्बर 10। राष्ट्रपति प्रबोवो सुबियान्तोको अध्यक्षतामा आयोजित एक विशेष समारोहमा सुहार्तोलाई राष्ट्रिय सम्मानको उपाधि प्रदान गरिएको। लोकतन्त्रवादी अभियन्ता र सुहार्तोको कठोर शासनबाट पीडित जनताले यस कदमप्रति विरोध जनाएका। 3 दशकभन्दा लामो समयसम्म इन्डोनेसियामा शासन गरेका सुहार्तो अन्ततः सन् 1998 को आर्थिक सङ्कटको समयमा उठेको जनविरोध र घातक दङ्गाका कारण सत्ताबाट हट्न पुगेका थिए। पदच्युत भएको 8 वर्षपछि सन् 2006 मा 86 वर्षको उमेरमा उनको मृत्यु भएको। सत्तामा आएपछि सुहार्तोले सन् 1965 देखि 66 मा कम्तीमा 5 लाख मानिसलाई कम्युनिस्ट भएको आरोपमा मारेको बताइन्छ। प्रश्न नम्बर 11, सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन्? यसको उत्तर रहेको छ बेलायतका केन्टन कुल। 51 वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् 2025 मे 18 मा 19औं पटक सगरमाथाको सफल आरोहण गरेका। प्रश्न नम्बर 12, नेपालका तर्फबाट आणविक ऊर्जा सम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क CPF मा कहिले हस्ताक्षर भएको हो? यसको उत्तर रहेको छ सन् 2022 सेप्टेम्बर 27। प्रश्न नम्बर 13, एसियाली विकास बैङ्क ADB ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो? यसको उत्तर रहेको छ सन् 2025 देखि 2029। प्रश्न नम्बर 14, गोपाल प्रसाद रिमाल पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? यसको उत्तर रहेको छ कवि मन्जुल मेघराज शर्मा नेपाल। प्रश्न नम्बर 15, मध्य प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन कहिले सम्पन्न भएको? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 असार 10 देखि 11। प्रश्न नम्बर 16, विश्वका 8000 मिटर अग्ला सबै 14 हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन्? यसको उत्तर रहेको छ दावा एन्जुम शेर्पा दोलखा। प्रश्न नम्बर 17, एकल साहसिक यात्रा स्लो एडभेन्चर ट्राभल्स गन्तव्यको सूची 2025 मा नेपाल कतिौं स्थानमा परेको छ? यसको उत्तर रहेको छ 7औं। प्रश्न नम्बर 18, प्रकृति मैत्री देशको सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो? यसको उत्तर रहेको छ नेपाल। रोयल स्विडिश एकाडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञान सम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित प्रतिवेदन अनुसार नेपाल विश्वकै सबैभन्दा प्रकृति मैत्री देश बन्न सफल भएको। प्रकृतिसँग देशका जनता संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका 61 देशका 57,000 मानिसमा गरिएको अध्ययनले नेपालीहरूमा सर्वाधिक प्रकृति प्रेम रहेको देखाएको। 1.39 अङ्कसहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको। उक्त सूचीमा 1.22 अङ्कसहित इरान दोस्रो तथा 1.20 अङ्कसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा पर्न सफल। सर्वाधिक प्रकृति मैत्री जनता भए अन्य शीर्ष 10 मुलुकमा क्रमशः बङ्गलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र
ट्युनिसिया रहेका। प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुच्छरका 10 देशमा रुस, आयरल्यान्ड, साउदी अरब, बेलायत, नेदरल्यान्ड, क्यानाडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका। ब्रिटिस तथा अस्ट्रियन शोधकर्ताको नेतृत्वमा भएको उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्त्व रहेको देखाएको। प्रश्न नम्बर 19, 17औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2025 जुलाई 6 देखि 6 रियो डी जेनेरियो, ब्राजिल। प्रश्न नम्बर 20, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय कहिले सुनाएको हो? यसको उत्तर रहेको छ सन् 2025 नोभेम्बर 17। यसको प्रस्तुतकर्ता टङ्क खिसी रहेको छन्। धेरै धेरै धन्यवाद।